चारजना एउटै गाउँको होइन पाँचजना आज चाहिँ हामी सबै दाजुभाइहरू मिलेर पौडी खेल्नको लागि यो गर्मीमा खोलातिर जाँदैछौँ। जन्तीहरू आएला जन्ती। यो खोलालाई चाहिँ हामीहरूले जापानको आँधी खोला भनेर नामाकरण गरेका छौँ। यो नाम चाहिँ हामी एकअर्काको लागि मात्रै। यो भिडियो हेरेर बसेका तमाम दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? मलाई देख्ने बित्तिकै यसका भिडियो कुनै पनि नहेर्नुहोस् भन्न चाहन्छु। यो गर्मीमा चिसो पानीमा पौडिन आएको समयमा एकअर्काको बाल काटेर पनि हामीले समयको सदुपयोग गर्यौँ। अझै एउटा छैन, मैले काटिदिन्थेँ नि तपाईँको। चाँडो हुन्छ नि, ठ्याक्कै दुई चाल मिलाएर काट त। रोपाइँ गर्दाखेरि एउटाले हलो लगाएर एउटाले ट्रेक्टरले गरे यही भयो। चारजना एउटै गाउँको होइन पाँचजना दाजुभाइ एउटै, हामी तिनजना एउटै घरका। दाइरोमा चाहिँ भयो के अरे। त्यसपछि ऊ हाम्रो ठ्याक्कै सबैभन्दा नजिकको छोरो पर्छ। यी दुइटा फेरि एउटै परिवारका, कुलानी एउटै हो कि पहिला। कपाल त फुली छैन का हाइजिनका जति कपाल काट्नु भनेर आउनु आउँदा सरू जापानमा पेलान भन्दा पनि पेलान अनुसारको पैसा नआउँछ नि त। मेरो 13-14 घन्टा गर्नु पर्थ्यो। गर्मीले पसिना तप तप चुहिरहेको थियो। पानीमा जाँदै फेरि आउँदै बाल काट्दै गरेर पनि सकियो। लाएर बाल पनि काटियो। हामी चाहिँ यति बेला जापानमा रहेको आँधी खोला आयौँ। यो चाहिँ जापानको आँधी खोला हो। ल हेर, जापानको आँधी खोला यस्तो छ। गीत गाउने क्रममा गीत गाउँदै गाउँदै आज यहाँसम्म आइपुग्नु भएको छ। एकदमै नाच्ने पनि हो, कपालै धेरै काट्नु भयो। धन्यवाद। 2-3 एउटै गराउने पऱ्यो। यसको जिम्नास्टिक हेरौँ ल। ठुला चाहिँ ठसारेको हेरौँ ल। ल थ्री गो। Go. ओइ नै हो। हामी चाहिँ यो आँधी खोलाबाट भएर निक्लिँदैछौँ। छन त दिनभरि पौडी खेलेर बस्ने मन थियो, तर के गर्नु,
एकछिन आराम गरिसकेपछि फेरि काममा जानु छ। लास्ट थकियो कहाँ छ त्यसकीमा बाउरी आँधी खोलो कस्तो लाग्यो ठुलो आँटी खोलो डर लाग्दो लाग्यो बढै छ अचल केरुलाई कस्तो लाग्यो यता कस्तो लाग्यो यता त थकाइ छ अब गृहस्थी गर्न भर गएर हजुरलाई कस्तो लाग्यो हजुरलाई राम्रो लाग्यो अब सेलेक्ट लगाएर जानुपर्छ अब हुन त हामी खोलामा खेल्नको लागि हप्तामा 2-3 चोटि आउने गर्छौँ तर आज चाहिँ भिडियो बनाएर राख्न मन लाग्यो र यहाँहरूमा सेयर गर्न मन लाग्यो र नुहाई धुवाई गरिसकेपछि हामी चाहिँ अब आफ्नो घरतर्फ जाँदैछौँ। अब म थियौँ रुपे रहेछ नि टौटो गाडले चल्छ के यार म पर्सै नल्याइकन आएको मान्छे चल्छ के मोबाइल सक्ने मिल्छ नि खा होला ल कि तिम्रो बर्थडे चाहिन्न क्या हामीलाई केही यो रमाइलो यो रौनकसँगै हामीहरू आफ्नो गन्तव्यतर्फ लाग्यौँ।